त्यस्तै गरिकन हाम्रो साथी अर्को मोहन विश्वकर्मा, त्यस्तै अर्को एकजना बहिनी हुनुहुन्छ अन्जु विश्वकर्मा। प्लिज ट्र्याक अन गरिदिनु होला। ताली बजाउँ, जस्तो मादल बज्छ त्यस्तै ताली बजाउनु होला। अर्को मादल बज्छ। अर्को बेग्लै बज्छ। अर्को मादल बेग्लै बज्छ। तपाईँहरूको यसो गर्दा सिकान आउँछ मेरो नाकमा। जनयुद्ध, जनसङ्घर्ष, मधेस आन्दोलन, आदिवासी जनजाति, फरवर्ड, महिला, मुस्लिम, दलित, अल्पसङ्ख्यक लगायत उत्पीडित समुदायले चलाएको सङ्घर्ष र आन्दोलनमा गरेको त्याग, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै यी महान जनताको न्याय, समानता, स्वतन्त्रता, यही गर्वका साथ म मेरो देश, शहीदहरू, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु। म नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनबद्ध छु। म आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु। म सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणका लागि क्रियाशील रहनेछु। म जीवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा वृद्धिका लागि लागिरहनेछु। म कहिल्यै सार्वजनिक हितलाई
एकछिन गर्ने छैन र नीति स्वार्थका लागि राजनीति गर्ने छैन। म सधैँ श्रमको सम्मान गर्नेछु। म जे बोल्छु त्यही गर्नेछु र सधैँ सकारात्मक सोच राख्नेछु। म नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रूपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्ति गर्न निरन्तर क्रियाशील रहनेछु। नयाँ शक्ति नेपाल जिन्दाबाद। नयाँ शक्ति नेपाल जिन्दाबाद। नयाँ शक्ति नेपाल जिन्दाबाद। धन्यवाद।